गाइस यहाँ सबै यो उहरू अर्किडहरू है फुलेको छैन छ तर पनि अब फुल्छ होला बिस्तारै। यो बहिनीको सुन्तको चाहिँ यसरी फुलहरू पछाडि राखेका रहेछन्। यो मजाले हो वरिपरि राखेको रहेछ। मजाको रहेछ। यो असिनाले पिट्यो कि क्या हो फुटेछ के हो नाम पनि थाहा छैन। थरीको रहेछ। यत्रोसँगले ओ भाइ भुँडी किन देखाएको? भुँडी नछोप, भुँडी छोप। यता पोस्ट हुन्छ नि फेरि भनिदिएको छु मैले। सबै भाइ त सबै घर त कता हो कता। पहिला अर्कै थियो सबै चेन्ज गरेछ हौ। यस्तो अर्ग्यानिक चुला यहाँ यसरी यस्तो मनपर्छ। यस्तोमा बनाएर खाएको हो। यहाँ चाहिँ यो चाहिँ सिलौटो है। अचार पिस्ने यतै उग्रिने हो। पुरा खिसकेछ। छोराको डल्ले खोर्सानी 4वटा 5वटा किच्चाएर खान्थ्यो। यो भाइ बहिनीको यो किचन टेम्पोरेरी किचन कहाँ गएछ सुन्त त? कति सुन्दर छ। माथि रुखहरू काटेछ। स्वामीको ठुलो रुख थियो काटेछ। यो अल्गो चाहिँ के रुख पो भाइ? लामपाते कि सौर साह्रै मेहनती छ भाइ। यसको प्रोसेस सबै प्रोग्रेसमै छ यो बनाउनुलाई। खै स्कुल जस्तो बनाएको छ घर पनि एल सेपमा। यस्तो कोही विद्यार्थीहरू थुप्रै लिएर पढाउँछ कि जस्तो लाग्यो। उताको उसको पुरानो अर्ग्यानिक घर हो। यहाँको बनाउँदै गरेको एकै एल सेप। बाउ छोरा हामी फुटबल खेल्छौँ भन्छ। कम्ती ठुलो ग्राउन्ड छैन है। फुटबल लिएर ड्याङ बाउ छोरा अब खेल्छौँ है भन्दैछ।